नमस्कार। आज हामी चाहिँ बोकासी मल र वनस्पतिक झोल विषादी बनाउँदैछौँ। त्यसको लागि मैले यहाँ एउटा इएम झोल पनि लिएर आएको छु। बाँकी सामानहरू चाहिँ यहाँहरूले के जम्मा गर्नुभएको छ र के काट्नु भएको छ यहाँहरूले भन्नुभयो भने अझै राम्रो हुनेछ। धन्यवाद। मैले यो जैविक मलको लागि हामीले सुरुवात गर्ने हाम्रो अनि खिर र अस्कु तितेपाती बोकाइनु मैले गौजो ल्याएँ, मैले प्याज, मैले पाथी, मैले मल, टिमुर, पिना, भुस, अमिलो, गोब्रे, जाम्लाको बाटा, बेसार, अदुवा, ठुलो मल बनाउने। यो आधालाई ड्रममा मोलेर ड्रममा आधा बनाउँदै अनि यो इएम मिसाउँदै पानी र इएम मिसाउँदै पिसाब पनि रहेछ अलिकति त्यो पिसाब हाल्छौँ नि हामीले। त्यस्तै यो चाहिँ जोराउनको लागि जाउनु हो यो त्यो जोरान हो। त्यो जोरान सँगसँगै यसले पछि हामी सबैले आफ्नो घरमा यस्तै बनाएर अनि त्यसपछि तरकारी उत्पादन गर्ने हो। पानी अब बाल्टीमा अर्को अब यो काठको भुलो त्यहाँ छ भन्नु भाइ अलि हाल्नु बेसार भन्नु अमिलो पहिला खरानी हाल्नु खरानी आइपुगेकै छ। मलाई दिनुपर्छ थाहा 16 खरानीको बिस्तारै हो बिस्तारै एबिसिडी सिक्न लागि पनि पर्यो म्याडमसित जानुपर्छ त तर भिज्न चाहिँ सबैतिर पर्यो फेरि फर्काउनु त्यसमा भर पर्छ। अब फरकमा फर्काउनै छोप्दैन अब भएन कसैले केही त गर्दैन। माटो ल्याउनु माटो ल्याउनु